सानो हजुर चामिन खाना खाना आमाले मासु मिठो गरेर पकाउनु भयो होला हात त टन्न खानुपर्छ बुढा मलाई हल्का पेट दुखिरहेको छ कि अनि खाना पनि खानै मन लागेको छैन तपाईँ गएर खानु म एकछिन खान्छु नि है ग्यास्ट्रिकले होला माथि दबाई छ गएर खाउनु त है हस् हजुर हस् तपाईँ पनि त्यहाँ हात धोएर खाना खान जानु नि फेरि मासु पाक्यो भने हातै नधोइकन खाना खाने होइन नि तिमीले नसम्झाएको भए त मैले बिर्सिसकेको थिएँ ल जानु म माथि जान्छु बल्ल थाहा पनि त नि ल छिटो जानु खाना ल ल औषधि खाऊ है फेरि ल हरि फेरि पाहुनालाई यतै ल्याएर आएको छस् त दिदीको घरसँग पुऱ्याइदिनुहोस् कि क्या हो दिदीको घरमा पुर्याइदिएर पनि फेरि यतै घुमाउन लिएर आएको नि ल हरि पाहुनालाई सारा गाउँ घुमाइदिए हाम्रो सेवा गऱ्यो भने मेवा मिल्छ भन्ने कुरा त थाहै होलास् नि त्यो त हो तर अघि भाइले फोन गरेको थियो छिट्टै आइज भनेको छ के काम पर्या हो ल त हरि तेरो घरमा काम भए अहिले त जा बरु पाहुनालाई म आफै घुमाइदिन्छु हाम्रो ठाउँ ढुङ्गा खोज्दा देउता मिलेको जस्तै भयो ठिकै छ तिमीहरू घुम्न जाऊ है त ल बाई हुन्छ ल म लागेँ ओके हुन्छ लौ पाहुनाजी कतातिर जाने त घुम्नलाई अब तम्रा गाउँ कहाँ राम्रो छ त्यही ल्याऊ राम्रो ठाउँ घुम्न जाने भनेको त बुझेँ अरू त केही बुझेन तर तिमीलाई म राम्रो ठाउँ घुमाइदिन्छु मलाई एउटा शर्त राख्नुपर्छ नि क्या शर्त हो भन पन तिम्रो भाषा बहुत राम्रो लाग्यो मलाई तिम्रो भाषामा गीत गाउन सिकाउनु पर्यो त्यहीको त चिन्ता के हद्दा तँलाई म एकैपल्ट सिकाइदिनु त्यो भाषा त ल जाम घुम्न बाटोमा सिकाउँदै हिँड है त हुँदो हुँदो हट हट कस्तो छ अहिले अहिले अलिक कम भएको छ औषधि खायौ त खाइसकेँ तिमी खाना खाना गएन भनेर आमा एकदमै रिसाइरहनु भएको छ जाऊ न त गएर थोरै खाऊ खानै खान मन लागेको छैन कि खानाको नाम सम्झेँ कि मलाई कस्तो भमिट आउला आउला जस्तो हुन्छ अब खानै मन छैन भने त के भनौँ र सानो मैले छ नि म त तिमीलाई पेट दुख्दा बाउ बन्छु कि जस्तो लागिरह बाउ बन्न त्यत्तिकै सजिलो छ नि होइन अनि सजिलो त छ नि बुढाबुढीसँगै सुत्यो भने बाउ बनिन्छ भन्ने सुनेको थिएँ खालि हावा कुरा भाइ केही आउँदैन है अरू कसैलाई थाहा नभएको कुरा हजुरलाई नै थाहा हुँदो रहेछ के हो मेरो बुढालाई बाउ भने साह्रै रहर छ कि के हो रहरको त कुरै नगर न तिमी मलाई लाग्छ तिमी र म सुत्दाखेरि झुक्किएर म बाउ बनिसकेँ यो पेटमा छ नि बच्चा भएर नै तिम्रो पेट दुख्यो खालि कस्तो नक्कली हुनु पर्यो कि जे पाए त्यही आफ्नो बुढीसँग नक्कली हुनु पर्यो नि त कस्तो कुरा अरे तिमी ल भयो साँच्ची काकीले बोलाएको भने होइन मलाई ए हो त है म त कस्तो बिर्सेको अनि जानु पर्दैन जाने हो अब फेरि त गरुङको भारीहरू बोक्ने होइन नि पेटमा भएको बच्चालाई असर पर्छ फेरि ए प्रभु धेरै नजिस्किनु है मसँग अहिले फेरि खाली जतिखेर पनि जे पाए त्यही भनेछ तल यो कुरा सबै छोडिदेऊ आज जिमलबाको घरमा को भाइरलहरू आउँदैछ अरे साथीहरू मिलाएर तिमी पनि हेर्न जाऊ अहिले म जान्छु है ल बाई एकछिन अनि के हो सधैँ एउटै टी सर्ट लाएर हिँड्ने फेर्नु पर्दैन अब बुढीले नै भनेपछि लगाएर जाऊ न त खोइ कहाँ छ देऊ न त अर्को टी सर्ट मलाई थाहा थियो खोज्नको अल्छी लाग्छ भन्ने कुरा त मलाई थाहा थियो त्यही भएर मैले यहाँ राखिदिइसकेको छु इस देऊ न त खोल्न पर्यो कति अल्छी होला है मैले त भएन नि त यस्तासँग मैले आएन मार्छु अनि जतिखेर नि फोहोर लुगा लाएर हिँडेछ पेटमा बच्चा भएको मान्छेलाई फेरि असर पर्छ भनेर नि अति होइन है फेरि आफ्नो बुढीलाई मैले धोइदिनु छ त्यही पनि फेरि आफूले चेन्ज गरेर लाउन पनि कति गाह्रो भएको माया गरे हो कि बुढी कस्तो कुरा गरे फेरि म ह्यान्डसम भएर बाहिर केटीहरूले आँखा लायो भने पछि के भन्न पाउँदिनँ हुने अस्ति कुट्या थाहा छैन नि ल बाई काकी पनि उता कुरिरहनु भयो ल गयो है बाई ल बाई बाई कस्तो खालको होला मेरो बुढा बच्चा जस्तै हो भने कस्तो मैलो टी सर्ट लाएर कहाँ हिँड्नु पर्ने कोही साँगर त्यो मोटालाई भेट्यो भने त धोप्पी हान्नु पर्छ है धोप्पी मारेर त्यसको नाकबाट रगत आउने गरी हान्ने हो ओइ मोटे तैँले हाम्रो नारायणदालाई विश्वासघात गरेको छैन अब त यहाँबाट बाँचेर जाँदैनस् आज यसको नाक फुटाउनु पर्छ साथी कोसको नाक फुटाउने रे भाइहरू
वहीसँग यो मोटेको नाक फुटाल्दै पहिला तँ जा कहिले सक्नेस् भने म आउँछु त भिड्दै गर म रेड बुल खाएर आउँछु नभएकै नभएको ओए फक म पनि आउँछु रेड बुल खान ओए एकछिन रोक्न है ओए केटा हो के भयो तिमीहरूलाई पुरा स्याँ गर्दै आइरहेको दाइ त्यो मोटेलाई भेट भएको थियो पिट्दै त्यो मोर्ला जस्तो भयो अनि भागेर आएको दाइ त्यही त दाइ त्यसको मैले नाक नै फुट्ने गरी हान्दे ल केटा हो तिमीहरूले जे गर्यौ धेरै राम्रो काम गर्यौ यो उपलक्ष्यमा तिमीहरूलाई म एक दिन भट्टी लिएर जान्छु म त बाहुनको छोरा हो दाइ भट्टी सट्टी चल्दैन मलाई खसीको मासु चाहिन्छ घरमा बाउले थाहा नपाउने गरेर आँदा केही फरक पर्दैन साथी ल केटा हो तिमीहरू के खाने सल्लाह गर्दै गर म अलि हतारमा छु म अहिले लागि पछि भेटौँ ल ल दाइ ल त्यो मोटेलाई नपिटे पनि मारी पार्टी खान पाइने भयो डह्रो हुने भयो पार्टी काकी कान्छा पाइस किन काकी आज निराशमा हुनुहुन्छ त कुरै नगर कान्छा घरको ताल यस्तै हो कहिले नै म खुसी भएको देखा जस्तो अब टेन्सन नगर्नु के काकी छोडिदिनु जे हुनु भइसक्यो अनि काकी यसपालि सुषमा दिदी पनि आउनुहुन्छ होला नि तिजमा पोहोर साल त कस्तो रमाइलो भयो थियो दिदी आएर खै बाबु यसपालि त के आउली रहौ पोहोर साल पो दाजुहरूले खबर गर्थे र यो आँगन पनि रमाइलो हुन्थ्यो छोरी भए पछाडि हेर त कान्छा त्यो मेरी बुहारी कतिसम्म गिरेकी रहेछ भएको एउटा मसँग त्यही सम्पत्तिको नाममा मोबाइल थियो छोरीसँग कुरा गर्थे मेरी छोरीको रिस गरेर त्यसले त्यो मोबाइल पनि फुटाइदिए अब कान्छा कसले खबर गरिदिला र तिजमा आउनु होला मेरी छोरी अब आफ्नो मनलाई सम्हाल्नु काकी हजुरले मात्र टेन्सन गरेर त्यो गएको छोरोहरू फर्केर आउने होइन त्यही त कान्छा यो मन कसरी मान्छ 9 महिनासम्म गर्भमा राखेर जन्माएको सन्तानले आमाको दुःख बुझ्दैन सानो हुँदाखेरि अलिकति लड्यो भने पनि कठैबाट बरु आफै लडेर आफैलाई चोट लागे हुन्थ्यो जस्तो हुन्थ्यो ठुला भएपछि त आफैलाई मार्लान् जस्तो लाग्ने रहेछ ठुलो भएपछि त आफ्नै ज्यान जोगाउन मुस्किल हुँदो रहेछ अनि मेरो मन कसरी बुझ्छ भन् त कान्छा आमाको शराब पक्कै लाग्ने छ काकी ती छोराहरूलाई जसले आफ्नो जन्म दिने आमालाई रुवाएर गएका छन् आमाको मनै त हो कान्छा आफ्ना सन्तानले जति दुःख कष्ट पाए पनि केही नभइदिए हुन्थ्यो जस्तो लाग्छ हेर त तिनीहरूले आज मलाई यो घरमा एक्लै छाडेर गएका छन् त्यही पनि सुखी रहन् जस्तो लाग्छ तेरा काकाले पनि त्यो छोरी जन्मेपछि मलाई धेरै हेला गरेर अर्को श्रीमती बिहा गर्नुभयो थाहा छ तँलाई आज मेरो सहारा त त्यही छोरी बनेकी छ नि त्यही तपाईँलाई छोडेको पापले त काकाले आज धेरै दुःख पाइरहनु भएको छ अहिले त अर्को बुढीको लुगा पनि धुनुपर्छ अरे के गर्नु कान्छा म अभागीको कर्म नै खोटो रहेछ बुढेसकालको सहारा छोराछोरी जस्तो लाग्थ्यो सहारा दिनुपर्ने बेलामा आफ्नो बुढी काकी च्यापेर हिँडी जिन्दगीभरि साथ दिन्छु भनेर जग्गै घुमेको श्रीमानले त छोरी पाए भनेर अर्कै केटीसँग बिहा गरेर मलाई एक्लै बनाए भन् त कान्छा हजुर केही चिन्ता नलिनु काकी म पनि आफ्नै छोरा जस्तै त हो नि अहिले पछि म मोबाइलमा ब्यालेन्स हालेर सुषमा दिदीलाई कल गरिहाल्छु फेरि हजुर रुनु भयो भने कल गर्दिनँ नि म फेरि ल ल कान्छा तेरो पनि घरमा धेरै काम होला पछि आउँदा बुहारीलाई लिएर न मलाई कस्तो हेर्नु मन लागेछ हस् काकी नरै बस्नु है अहिले म गएँ ल अनि फोन चाहिँ गर है ल काकी ल भाउजू ए भाउजू भाउजू को होला ए म कान्छाको फुपू ए एकैछिन है ल फुपू दर्शन भाग्यवान यता बस्दै गर्छन् है हुन्छ बसिस लाउ बस तिमी पनि
यहाँ बस न। बुहारी भाउजू कहाँ जानुभयो त? हिजो त म घरमै हुन्छु भन्नुभएको थियो। अघिसम्म त यतै हुनुहुन्थ्यो फुपू। गाउँतिर केही काम पर्यो भनेर निस्किनु भएको होला सायद। कान्छा पनि छैन, आमा छोरा नै गएछन् कि के हो? कान्छा पर काकीकोमा जानुभएको छ, एकैछिनमा आइहाल्नुहुन्छ होला। बहिनी बुहारीको नाम चाहिँ के हो नि? हामीले पनि जान्न मिल्छ कि? मेरो नाम शोभा हो नि फुपू। हाम्रो कान्छाले भनेको जस्तै बुहारी पाएछ। यति राम्री बुहारी पाएको रहेछ र पो मोरले हामीले जति केटी देखाउँदा नै हुँदैन भन्दो रहेछ त। फुपू हजुरलाई भोग लाग्यो होला, म खाजा बनाउँछु है। पर्दैन बुहारी, मैले बाटैमा खाडा आएको। पहिलाचोटि भेट भएको बुहारीसँग गफ गर्न पाए पुग्छ मलाई। अनि बुहारी माइतमा चाहिँ को हुनुहुन्छ नि? मेरो घरमा त बाबा मम्मी दुईटा भाइ अनि म। तिमी जेठी पो? हजुर फुपू। हाम्रो भाउजू बुहारी भएन भन्नुहुन्थ्यो। अहिले त कान्छी बुहारी पाएर खुसी हुनुहुन्छ होला है हाम्रो भाउजू त। हो नि फुपू, एकदमै धेरै माया गर्नुहुन्छ नि, एकदमै धेरै खुसी पनि हुनुभएको छ। आफ्नै छोरीलाई यसरी माया गर्नुहुन्छ। पहिलाचोटि भेट्न आएको बुहारीलाई खाली हात के आउनु भनेर एउटा पोते ल्याइदिएको थिएँ। ल फुपूले यति धेरै दुःख नगर्नु भएको भए हुन्थ्यो नि। ल के दुःख भयो अरे? एउटा पोते ल्याइदिन नि, यो फुपूको अधिकार हो नि हो त। लगाऊ। आहा कति राम्रो देखेको ल। हो र फुपू? कस्तो राम्रो देखेको ल। लगाऊ ल। फुपू गोठमा घाँस पनि सकेको छ, अलिकति म घाँस काटेर आउँछु। हजुर बस्दै गरिस् ल, कान्छा पनि आउँदै हुनुहुन्छ होला। हुन्छ। हजुर पनि के भित्रै हिँडिस न त? होइन म यहीँ बसिरहन्छु नि। ए ल म यो झोला चाहिँ लगिदिन्छु। पख पख मेरो मोबाइल छ, मोबाइल चाहिँ निकाल्छु है। हस्। फुपू अलिकति है चप्पल। ए ल हजुर चाहिँ बस्दै गरिस् है, म यो छिट्टो काटेर आइहाल्छु। माइतीमा घाँस काट्ने बानी थियो कि थिएन? हात काट्ला नि फेरि, राम्रोसँग काट। हुन्छ फुपू, हजुर बस्दै गरिस् ल, म छिट्टै आइहाल्छु नि। ल ल जाऊ ल। बुहारी चाहिँ भनेको जस्तै पाएको कान्छाले। पाहुनाजी कस्तो थकाइ लाग्यो, एकछिन बसौँ है। म त बस्छु पनि त। भाषा त मैले अलिअलि सिकिसकेँ, अब तिम्रो भाषामा गीत गाउन सिकाउनु पर्यो। माइसी त यसो चाहिँ रणको ठुसुको रहने क्या सिकला। ओ पाहुनाजी के सोच्नु भयो? तमीकन गीत गाउन सिकाउने कसरी भनिकन सोचिराखेकी छु। साँच्ची सिक्ने हो तमी? साँच्ची सिक्ने हो के? सिकाइदिनु न बरु। क्या जानु होला तमी हाम्रो पश्चिमको भाषा। ल किन नजान्नु नि, मान्छेले उहाँ सिकेर मान्छेलाई त नक्कली मान्छे बनाउन थालिसके। जा अब त्यो गीत जान्दिनँ र म। लौ त त्यसो भए एकपल्ट तमी सुन, म गाउँदै भए। ल हुन्छ। जिन्स प्यान्ट लाउँदै जिन्स प्यान्ट लाउँदै गुन्यौ चोली लाउन छाडे। जिन्स प्यान्ट लाउ त्यसो होइन, अझ सुन तमी, निकरी सुन। ल ल। हे जिन्स प्यान्ट लाउँदै जिन्स प्यान्ट लाउँदै गुन्यौ चोली लाउन छाडे। ओ जिन्स प्यान्ट ला तमी जान्नेवाला होइन, निकरी सुन न, पहिले ध्यान दिएर सुन। अब राम्रै दिमाग लाइकन सुन। ल औडे भाषा सिक्तोमे भन्दा। ल अब जान्छु ल। ऱ्याप गीत गाउँदै देउडा गीत भुली गई तैले। ऱ्याप गीत गाउँदै ऱ्याप कस्तो मान्छे रहेछन्, गीतलाई नबिगाड न हाम्रो पश्चिमको गीतलाई। होइन मैले गाउन त्यस्तै त गाइरहेको छु। कस्तो अब फेरि सिक, फेरि एकचोटि। ऱ्याप गीत गाउँदै देउडा गीत भुली गई तैले। ओ ऱ्याप गीत गाउँदै ऱ्याप गीत। तमी जान्नेवाला होइन होइन। फेरि अर्को ल, यो जानेन, अर्को सिकाइ। ल अर्को गीत। हे जुमुला स्याउपा कि ग्या फोटो भेडा फर्की आइ ग्या। जुम्ला स्याउपा कि ग्या। जुम्ला स्याउपा कि ग्या। ए हजुर तमी जान्दैन, तमी केही नहर होइन।
तमी जान्नेवाला नै हो। ल फेरि एकचोटि फेरि हे यी आँखा था कि ग्या साइको बाटो हेर्दा हेर्दा यी आँखा था कि ग्या गाओ यी आँखा था कि गा साइको न तमी जान्दैन हजुर परेसै कोसिसै जान र तमी आफ्नै भाषा बोल आफ्नै भाषा गाऊ आफ्नै गीत गाऊ हेर तमीले त त्यो पश्चिमको भाषा सिक्नको लागि कम्तीमा पनि झिकै टाइम लाग्दैन मन क्लास दिनु पर्यो नि त त्यसो भने क्लास दिने आन्टी नमस्ते नमस्ते नानीलाई त चिनिन त मैले म शोभाको साथी के रश्मि ए मेरो बुहारीको साथी ल बस त बस अरू ल बस अनि आन्टी शोभा चाहिँ कता गयो नि त घरमा छैन के त घरमा देख्दिनँ त गाई बस्तु भोकायो भनेर घाँस लिन गएकी छ नानी यो गाउँ त कस्तो रमाइलो रहेछ आन्टी म एकछिन गाउँतिर गएर फोटो खिचेर आउँछु शोभा आयो भने रश्मि साथी आएकी थिए भन्नु ल तिमी गाउँमा नयाँ छेउ फेरि बाटो भुलेर नि अघि पनि सोध्दै आएको आन्टी छल्यो भने फेरि सोध्दै आइहाल्छु नि नयाँ गाउँमा आएको छु टिकटक बनाउनु छ अहिले जान्छु ल होइन मलाई पनि बोर भइरहेछ एकछिन बस न वर्ष भन्दैमा म कहाँ बस्छु र नानी फेरि घरमा पनि तपाईँ एक्लै हुनुहुन्छ बल्ल त्यसमा माइती जानुभएको एक दिन त बस्नु परिहाल्यो नि भाउजू बस्न त कसलाई मन लाग्दैन र नानी फेरि तपाईँलाई पनि त एक्लै घरमा बस्न डर लाग्छ नि डर त लाग्छ नि भाउजू मलाई डर लाग्छ भने तपाईँले आफ्नो माइतीको मन त दुखाउनु भएन नि होइन र भाउजू ल नानी बाँकी कुरा जान्ने दिन गरौँला आज जिम्माल बाको घरमा भाइरल गायिका आउँदै हुनुहुन्छ अरे जाम हिँड्नुहोस् बरु एकछिन रमाइलो हेर्नलाई भाइरलहरू नै पाउँदैछ अरे भाउजू हजुर नानी भाइरलहरू आएर रमाइलो गर्ने कार्यक्रम छ अरे ल भाउजू जाम हिँड्नु भाइरलहरूसँग सेल्फी पनि खिच्नु बाटो चिप्लो हो के मुरी अल बिस्तारै आइज गयो के थियो आज हामी पनि नाच्नु पर्छ ल बिचमा ल नाच्न पर्छ आइज न राम्रो केटाहरू देख्यो भने साइड हान्नु पर्छ त्यहाँ गएर ल
बहिनी तिमी त यतातिर पो छौ त जिमल बाको घरतिर रमाइलोतिर नगा कि आजभोलि दाइ मलाई यस्तो रमाइलो मनै पर्दैन भनेको घरबाट जा भन्दै हुनुहुन्थ्यो तर मलाई जानै मन लागेन तीज विशेष कार्यक्रम हो रे बहिनी अरू बेला नगए पनि तीजको बेलामा त जानुपर्छ नि हुन त हो नि दाइ तर हामी महिलाहरूले बिहे गरिसकेपछि आफूले चाहेको आफूले सोचेको जस्तो कहाँ हुँदो रहेछ र तीजमा माइत जान पाउनु दर खान पाउनु चेलीहरूको अधिकारको कुरा हो नि बहिनी कि कान्छाले पठाएन भने भन है कान्छाले कहाँ त्यस्तो गर्नुहुन्छ र दाइ अनि दाइ हजुर कहाँसम्म हिँड्नुभएको नि बहिनी लिन जान लागेको म पनि तीजमा माइती लिन गयो भने चेलीबेटीहरू खुसी हुन्छ भन्छन् वर्ष दिनमा आउने तीज चेलीबेटी भएन भने त हामीलाई पनि कहाँ खुसी लाग्छ र ल त दाइ ल हजुरले आफ्नो बहिनीलाई राम्रोसँग लिएर आउनु होला है अनि तिमी चाहिँ यसपालि माइत पनि नजाने हो र अब हेरौँ दाइ आमाले के भन्नुहुन्छ आमाले पठाउनु भयो भने त वर्ष दिनमा एकचोटि आउने तीज हो आफूलाई माइत जान कसलाई चाहिँ रहर लाग्दैन होला भन्नु त अरू बेला नगए पनि तीजको बेलामा त जानै पर्छ नि बहिनी ल त बहिनी अहिले म जान्छु मेरो बहिनीले बाटो हेरेर बसिरहेको होला म पनि अहिले हिँडेँ है त हुन्छ दादा हस् छोरी तिमी आयो कस्तो छ बाबा तिमीलाई ठिक छ आमा तपाईँलाई कस्तो छ अब तपाईँको छोरी आइसक्यो आउनुहोस् आमा नरुनुहोस् न अब त तपाईँको छोरी आइसक्यो छोरी आमा यस्तो पनि दिन आउँदो रहेछ नरुनुहोस् न आमा नरुनुहोस् न यसरी आफ्नो जन्म दिने आमा आफ्नो सन्तानको अगाडि यसरी दिँदा कति पीडा हुन्छ छोरी यो चाहिँ मेरो खुसीको आँसु हो अब त हजुरको छोरी आइसक्यो नरुनुहोस् अब कहिले पनि नरुने होस् नानी कान्छाले पनि तँलाई कल गर्छु भनेको थियो गर्यो त कान्छा दाइले नै कल गर्नुभएको थियो तपाईँ रुइरहनु भएको छ भनेर म त हतार गरेर आएको नि आमा छोरी ज्वाइँ सापलाई पनि लिएर आएको भए हुन्थ्यो नि त उहाँसँग नभेटेको पनि धेरै भइसकेको थियो भेट्न मन लागिरहेको थियो मलाई तलसम्म त मलाई हजुरको जयसबले नै लिएर आउनु भएको घरसम्म जाउँ भनेको तीजको बेलामा के जानु भनेर उहाँ त आउनु मान्नु भएन बरु तीज सकेपछि त्यही बाटो तिमीलाई लिन आउँदा पस्छु भनेर उहाँ त वहीँ बाटो फर्किनु भयो अनि आमा दाइ भाउजू देख्दिनँ त कुरै नगर नानी तेरो दाइहरूको आफ्नो बुढीहरूको कुरा सुनेर अंश लिएर छुट्टै घरमा बसेका छन् कहिलेकाहीँ त आमा के छ भनेर आएर मलाई सोध्दै हुन्थ्यो नि फिट्टिकै आउँदैनन् आङ्ना त पाइलै टेक्दैनन् कम्ताका छन् तिनीहरू त्यस्ताहरूलाई किन अंश दिनुभएको त अंश माग्दाखेरि एक झापट दिन सक्नु भएन तपाईँले छोरी आफ्नो सन्तान जतिसुकै ठुलो भए पनि सानै जस्तो लाग्ने रहेछ तिनका खुसीको लागि सबै जग्गा जमिनहरू आफ्नो भाग लगाइदिए हेर त बाँकी रहेको यही एउटा घर छ तर यो घर पनि मलाई रित्तो रित्तो लाग्छ सुन्ने लाग्छ त्यस्तो छोराछोरीहरूलाई त आमाको साह्रो पक्कै लाग्छ अब त हजुरको छोरी आइसक्यो नि हिँड्नुहोस् तपाईँले म मिठो खाजा बनाएर खुवाउँछु
हिरो आँखा छैन के हो राम्री केटी देखेपछि ठोकिन आउनुपर्छ ओ म्याडम तिम्रो चाहिँ आँखा छैन बाटोमा मान्छे हिँड्छ भने थाहा छ नि तिमीलाई ओ हिरो कसलाई म्याडम भनेको मलाई म्याडम भनेको मन पर्दैन नि के भनेर बोलाउने त हजुरलाई चिनेको मान्छे हो र नामले बोलाउनलाई कस्तो तालको मान्छे हुन्छ यो संसारमा पनि यति राम्री छु ब्युटी भनेर बोलाउन सक्दैन ए हो त है तिमी त पशुपतिमा बस्ने हिरोनीको हो त है म त कस्तो बिर्सिरहेको यस्ता वैयातसँग कुरा गरेर के बस्नु अहिले मेरो साथीको बुढालाई भनेर धोबी हान्न नपरोस् नि हेरौँला हामी पनि कस्तो कस्तो नमुना देख्न पर्छ यो आँखाले पनि